हेलो गाइस, नमस्ते सबैजनालाई। हामी चाहिँ आज सन्डेको दिन अनि घरमा काम छैन हो र जङ्गलतिर लागेको। म मेरो हस्बेन्ड अनि चरण सर हुनुहुन्छ। रोड चाहिँ निकै तल छ, हामी रोडदेखि उकालो चढेको यो बाटो। अब गुर्बे पाउँछ कि सब्जीको लागि अनि साह्रो पनि हुन्छ भनेर चाहिँ हामी जङ्गलतिर लागेको। हेर्दै गर्नुहोस् होला। A few moments later. यहाँ चाहिँ बारी बिसाउनुहुन्थ्यो अरे पहिलेको, यही अरे बिट्ठाको के अरे रिठाको रुख अरे। धानीले माला बनाएर लाउने हैन चल्छ। ए धानीको माला हुन्छ नि, कालो कालो दाना। धामीले माला बनाएर लाउने रुख। अब यतातिर खोजिहेरौँ। एउटा यस्तो त रहेछ, के छिपेको होला यो त, हुन्छ कि हुँदैन। यति भएको त रहेछ, यतिको त कलिलै होला। यहाँ पर पनि एउटा रहेछ। यस्तो देख्नु चाहिँ साह्रो पर्छ, अलिक आँखा देख्नेले मात्रै हुन्छ यस्तो चाहिँ। आँखा कमजोरीले चाहिँ साह्रो पर्छ यो हरियो घाँसको भित्र पाउनु चाहिँ। यस्तो हुन्छ कलिलोको चाहिँ। मेरो यो क्यामेरा पनि के भएको आज त टल्किँदैछ पुरा। यो हुन्छ कि हुँदैन अब सोधेर हेर्नुपर्छ। अनि यता छ माने, अब यो भामुक आउनुपर्छ। यस्तो भए चारोको लागि हुन्छ। चारो हुन्छ। यस्तो भित्र घाँसको भित्र हो, चिसो जग्गामा हुँदो रहेछ। चाहिँ यत्रो हजुर त मसिनो पाउँदैछ, तर भए पनि बोकिराख्छु। सब्जी हुन्छ थपेर पनि। यत्रो अर्को यहाँ एउटा छ, बोकिराखौँ। हेर्नुहोस् है साथी हो, यहाँ सिस्नो यस्तोको भित्र चाहिँ पस्नु पर्ने हो। सिस्नुको मुनि एक दुईवटा रहेछ। यता निस्किनु पर्ने सिस्नुले के गरिदियो भगवान्, बचाऊ मुझे। यता एउटा रहेछ सानो मसिनो, यता पनि रहेछ मसिनो। यत्रो भए पनि हुन्छ। कता पस्यो दुईजना त, हरायौँ साथीहरू पनि। यो कुन चाहिँ रुखको लहरा हो यो? यस्तो लहरा रहेछ, सबै यस्तो लहरा भएको रहेछ। यत्रो निकै भेट्यो। अब चरण सर र हामी यो बारेर खाने हो। एक छाक त हुनेछ। ठुल्ठुलो भेटायो। अलिक उकालो जानु पर्थ्यो रहेछ अघि नै हो, थाहा भएन, तलैतिर खोज। सो फाइनली अब चाहिँ हाम्रो बारी पुग्यो। अन्त सब्जी पनि बटुले हो, अलिक उँभो गएर चाहिँ निकै मिल्यो। अन्त यता दुईजना चाहिँ चारो मिलाएर हाल्दैछ बोरामा, रेडी हुँदैछ अब घर फर्किनु लागि। अब छिनबाट घर लागिन्छ। आजको लागि यति नै, हाम्रो सन्डे यतिकै बित्यो हो। घर लागेको अब चाहिँ